हेलो एभ्रिवान, नमस्ते। तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु र यदि तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। र आज चाहिँ मैले तपाईहरुलाई केही सरप्राइज दिएको छु। यो चाहिँ होलील्यान्डको लार्क A1 भन्ने माइक हो। मैले केही दिन अगाडि ओलीजी स्टोरमा गएर यो चाहिँ अर्डर गरेको थियो र फाइनल्ली आज यो आइपुगेको छ। मैले खासमा यो चाहिँ सानो एउटा रिभ्यू र अनबक्सिङ भिडियो जस्तो होस् भनेर बनाएको छु र आई होप तपाईहरु सबैजनालाई मन पर्छ होला। यो चाहिँ मैले लिन जाँदाखेरि मलाई सिग्नेचर गरेको पेपर हो। यो सायद यो चाहिँ वारेन्टी कार्ड होला हैन। यो त्यही छ। यो त्यही भयो। फाइनली अब हामी माइक झिक्छौँ है त। यस्तो रहेछ बक्स चाहिँ है। यस्तो छ बक्स। यसलाई फोड्यो हे वी आर हियर फर यु भनेर यस्तो लेखेको छ। सायद यो मैले फ्रन्ट क्यामेराबाट खिचिरहेको छु, तपाईहरुले उल्टो देखिरहेको छ होला है। हुन्छ। अनि यो झोला रहेछ, होलील्यान्ड भनेर लेखेको छ। यो चाहिँ अब माइक राख्नको लागि होला है। अब यो के छ, यो माइक रहेछ। यस्तो छ माइक चाहिँ साथीहरु। होलील्यान्डको लोगो पनि छ है, दुईटा। त्यसपछि हामीसँग यो रिसिभर, यो चाहिँ रिसिभर चाहिँ होलील्यान्ड भन्ने लेखेको छ। त्यसपछि हामीसँग छ यो केबल। यो केबल छ, यो चाहिँ चार्जको लागि होला, माइक चार्जको लागि हो यो चाहिँ। त्यसपछि हामीसँग छ यो चाहिँ इन्सिल्ड रहेछ। यो यतिकै राखौँ। यो इन्सिल्ड चाहिँ यस्तो रहेछ, यो माइकमा राख्नलाई रहेछ। अब त्यही हो साथीहरु, भिडियो बनाउन आउँदैन हैन, जस्तो यसो रिभ्यू जस्तो। कसैले अब यस्तो माइकहरु खोजिरहनु भएको छ भने सानो उहाँहरुले एउटा सहयोग हुन्छ भनेर मैले चाहिँ यो भिडियो बनाउँदै छु है। अब हेरौँ ल साथीहरु। अब माइक चेक गरेर हेरौँ है त कस्तो सुन्दर रहेछ। यो चाहिँ अहिले तपाईहरुले सुन्नु भएको भोइस चाहिँ मेरो मोबाइलबाट मैले भिडियो खिचिरहेको छु, त्यसको आवाज हो भने अब म तपाईहरुलाई यो माइक जोडेर साउन्ड सुनाउँछौँ है त। यो अन गरौँ है त। अन भयो। यो बत्ती बल्द रहेछ साथीहरु। कस्तो बल्छ यो? निलो बत्ती बल्दा चाहिँ के हो, यो क्यामेरामा चाहिँ यो ग्रिनै जस्तो देखिरहेको छ हैन। यो निलो छ यो बत्ती चाहिँ। अहिले मैले अन गरिसक्यो र अब यो रिसिभर म मोबाइलमा हालेर हेर्छु है त। अनि त्यसपछि यो कनेक्ट भएपछि कस्तो साउन्ड छ तपाईहरु आफैले सुनेर कमेन्ट गर्नु होला है त साथीहरु। हेलो माइक चेक, माइक टेस्ट। कस्तो सुने साथीहरु तपाईहरुले कमेन्ट गर्नु होला र म पनि हेर्ने छु पछि भिडियो बनिसकेपछि हैन। आई थिंक यो तपाईहरुले राम्रै सुनिरा होला, किन भन्दाखेरि मैले रिभ्यू टन्नै हेरिसकेको थिएँ। यो चाहिँ राम्रो पनि थियो। अब म तपाईहरुलाई यो चाहिँ तपाईहरुले नोइज क्यान्सलेसन बिनाको साउन्ड सुनिरहेको थियो भने अब म यसलाई नोइज क्यान्सलेसन अन गर्छु। यो हरियो बत्ती बल्यो। अब चाहिँ साउन्ड अझ क्लियर सुन्नु भयो होला, किन भन्दाखेरि अघि चाहिँ मैले नोइज क्यान्सलेसन अन नगरिकन बोलेको थियो भने त्यो बेला चाहिँ बाहिरको केही साउन्डहरु सुनिन्छ। हुन त मैले यो रुम भित्र रेकर्ड गरिरहेको छु र त्यही भएर तपाईहरुले नोइज क्यान्सलेसन अन गर्दा र नोइज क्यान्सलेसन अन नगर्दा खासै भोइस डिफरेन्स सुन्नु भएको छैन होला। तर अघि मैले मेरो यो माइक बिना बोल्दाखेरिको साउन्ड र अहिले यो माइक जोडेपछिको साउन्ड कस्तो सुने साथीहरु कमेन्ट गर्नु होला। यो विन्डसिल्ड हो, हावा सावा चल्यो भने चाहिँ अलि कम गर्छ भन्ने चाहिँ मेरो भन्ने चाहिँ सुने हो है। यो लाएर पनि एकचोटि हेरौँ न। हेलो हेलो माइक टेस्ट, माइक टेस्ट, माइक हेलो माइक चेक, माइक चेक। कस्तो सुन्नु भएको छ? यदि तपाईहरु पनि यो माइक किन्न चाहनुहुन्छ र मैले यसरी यो माइक कनेक्ट गरेर बोलिरहँदाखेरि राम्रो साउन्ड सुन्नु भएको छ भने र किन्न चाहनुहुन्छ भने चाहिँ तपाईहरुले अनलाइनमा टिकटकमा जहाँ पनि हेर्न सक्नुहुन्छ हैन। रिभ्यूहरु पनि हेर्न सक्नुहुन्छ र अझ तपाईहरुले त्यहाँबाट अनलाइन अर्डर पनि गर्न सक्नुहुन्छ। अझ म तपाईहरुलाई के सजेसन दिन चाहन्छु भने तपाईहरुले यदि किन्दै हुनुहुन्छ भने सकेसम्म अनलाइनबाट नमगाउनुस् र सकेसम्म तपाई चाहिँ शपमै गएर रिभ्यू हेरेर किन्दा चाहिँ एकदमै बेटर हुन्छ। र पसलहरुले पनि भनौँ न पसलमा गएपछि त उहाँहरुले चाहिँ यस्तो वारेन्टी कार्डहरु पनि पठाइदिन्छ नि त पसलको तर्फबाट। अनि हामी चाहिँ अलि सेफ फिल हुन्छौँ। त्यही भएर साथीहरु साउन्ड तपाईहरुले सुनिरहनु भएको छ होला। राम्रो लागेमा र यदि तपाईहरु किन्न इच्छुक भएमा किन्नु होला है। अब मैले चाहिँ किनिसके। अब चाहिँ मैले मेरो च्यानलमा केही नयाँ भिडियोहरु अहिले तपाईहरु जो जतिले मेरो च्यानलमा भिडियोहरु रेगुलर हेरिरहनु भएको छ त्यो भन्दा चाहिँ अलि म डिफरेन्ट ल्याउने कोसिसमा छु। माइक किनिसकेपछि अलिकति बाहिर गएर भिडियो बनाउन पनि सजिलो हुन्छ है।
त्यसकै लागि मैले किने हो। र अब हेरौँ कतिको तपाईँहरूको माया पाउँछ र कतिको मैले भिडियो ल्याउन सकिन्छ त्यसमा भर पर्छ। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला र भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद।